हिजो प्रचण्डको पुतला जलाउनेहरू, दासहरू, रैतीहरू, तपाईहरुलाई मेरो सलाम छ। तपाईहरुले प्रचण्डको घरमै घुसेर हामी मार्छौं, काट्छौं भनेर अभिव्यक्ति दिनुभएछ। तपाईको राजा जहाँ तपाई रैती हुनुहुन्थ्यो, तपाईले तपाईको राजा जति प्यारो छ, हामीलाई पनि हाम्रो गणतन्त्र र हाम्रो प्रचण्ड त्यतिकै प्यारो छ। हामी पनि हाम्रो प्रचण्डको लागि मर्न सक्छौं, हामी पनि हाम्रो प्रचण्डको लागि मार्न सक्छौं। यो कुरा पहिला बुझ्नुहोस्, तपाईको यो गिरीमा यो कुरा राख्नुहोस्। ठीक छ, राजा ल्याउँ न त, ल्याउँ राजा ल्याउँ, तर एउटा गेम खेलौँ क्या। एउटा सानो खेलमा परिवर्तन के छ भने, हिजो राजा फाल्नलाई हामीले हजारौं माओवादीहरू शहीद भए, हजारौं मान्छेहरूले गोली खाए छातीमा। आज तपाईहरुको टर्न। फरक यही हुनेछ कि गोली हान्ने हामी हुनेछौं र गोली खाने तपाईहरु। छ हिम्मत, गोली खाने हिम्मत छ, मर्ने हिम्मत छ भने आउनुस् मैदानमा। लास्टमा जो बाँचौँला त्यही राजा है। लाग्छ। हेलो गाइस, फेरि मुड अफ गरिदिए एउटी पनि आदर्श रन्डी भालुले रहेछ माओवादी कि माका भोसडी काँडा पछि छ कुन्नी त पनि भ्यान्छ त्यस्तै मुजी जाँठी अब भनेको नेपाली जनताहरूसँग अब भनेको युद्ध गर्ने अरे आफ्नो प्रचण्डलाई र एउटा गरम भट्टराईलाई बचाउनको लागि भनेपछि ऊ भनेको माओवादीमा हिँड्दा 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 हिँड्दै भनेको जिन्दगीको लडाइँ लागेको रहेछ माधव चोत्रनीलाई। त्यही भएर अहिले आइछ लाल सलाम भन्दै उसकी माका चोरी भयो दिवाली। त्यसको पुटीमा माछा राइफलको हालेर नाल हालेर चिङ्गा जुरुक्क उठाएर ठ्यास भुइँमा थेचार्ने जस्तै थोपडाकी छ। अब पुरो फेरि खतरा गरिदिरहेछ भाइ, जस्तो कि त्यसको बाउै हो, त्यसको खानदानै हो जस्तो प्रचण्डले र नि के अरे गौरम भट्टराई माधव चोरहरू साले गुन्डाहरू हान्छ। त्यही गुन्डाको औलाद मोजी त भालु रन्डी। गोली हान्ने म छु, गोली खाने तिमीहरू तयार छौ नि। अब आमा आदर्श रन्डी कति हिम्मत रहेछ तेरो गोली हान्ने। सिधा छेना खुदाएर बस्छु म आइज खानमा, तर माछु नि राजा ल्याएरै छोड्छ। तिमीहरू माका भोसडीवालीहरू दुनियाँ जनता माओवादी मारे कति मरे अरे राजा हटाउनको लागि महादर्श साली। त्यही भएर आइथिस् क्या नेपालमा, जन्मिथिस् क्या भ्यान्छ राजा हटाएर म्याडम मुजी गुन्डागर्दीको राज चलाउनलाई होइन। ओके, नो प्रब्लम। अब भनेको मुजी तैँले पनि भनेको 180 छ नि त, हामीले नि 100 ल आइज बिन्दास। कति हिम्मत छ भने खुल्ला आइज गर्नलाई। लिएर आउँछस्, मिसिन गन लिएर आउँछस् कि AK-47 लिएर आउँछस् कि AK-47 लिएर आउँछस् कि राइफल लिएर आउँछस् कि छर्रा लिएर आउँछस् कि के लिएर आउँछस् आइज। हेर माधव चोरीबाट छिराएर बाहिर निकालिदिन्छ गोली। जय नेपाल, जय राष्ट्र।